म दुखीलाई अनि कुन बेला कोषको जरुरत पर्छ भन्ने पत्तै नहुने रहेछ साथीहरू। के गर्ने अब हेर्नु, कपडा पटाउँदै मैले एउटा खुसीको अपरेसन हुन लागेको साथीहरू। ग्यास नपाएर त्यो घाममा चाउचाउ पकाउन लागेको, कति पिर पऱ्यो त्यो। त्यत्तिकैमा एउटा दाइ आउनुभयो साग ल्याएर, त्यत्तिकैमा बाइक लिएर आउनुभयो रहेछ। मेरो घर छ नि बहिनी, ग्यास भन्नुभयो। मैले फेरि हिँड्नु न त जाऊँ भनेर उत्तिखेर म फेरि मिलानचोक गएर ग्यास ल्याएर आएँ। म फेरि हेर्नु कति खुसी भएको, ग्यास ल्याएर आएपछि त म त एकदम खुसी भयो नि साथीहरू। यस्तो गर्मीमा आगोमा पकाउन कहाँ सकिन्छ त साथीहरू। त्यही भएर ग्यास लिएर आएँ। त्यसपछि फेरि कपडा पट्टामा एकछिन भयो नि भनेर कपडा पट्टाउन सुरु गरेँ। त्यसपछि हेर्नु ग्यास बालेर म फेरि भात बसालिहालेँ। त्यतिन्जेल त फेरि 5-6 बजिसक्न लाग्थ्यो। भात बसालेर हेर्नु म कति खुसी भएको साथीहरू। खुसी भएर रुममा जान्छु भने त हेर्नु रुमको हालत फेरि कस्तो लास्टै बनाउँछन् क्या। मेरो त ठुल्ठुला खाना नि बच्चाहरू लथालिङ्गै पार्छन् क्या। त्यसपछि त फेरि मैले सुरु गरिहालेँ काम गर्न। अनि किताबहरू लथालिङ्गै रहेछ। किताबलाई त मैले भैमा राखिसकेँ साथीहरू। भैमा राखेपछि त हेर्नु न पुरै बिस्तारा त बिस्कुट बनाएका छोराछोरीले त बिस्कुट पुरै फालेपछि त सब भगलुवा पनि उता राखेँ साथीहरू। त्यसपछि त फेरि मेरो काम सुरु भयो। हेर्नु त्यसपछि त मैले त फेरि थाकेँ, यसरी लथ्रो भएर आएर त्यही बेडमा बसेँ क्या। म फेरि कस्तो घाम छ नि त, त्यही भएर। अनि त्यसपछि त यसो तल हेरेको त साथीहरू पुरै बेड त लथालिङ्गै भएको। त्यसपछि मैले फेरि मिलाउन सुरु गरिहालेँ साथीहरू। मिलाइसकेँ, फेरि थाकेर बसेँ म। हेर्नु मेरो मुख कस्तो न्याउरो मुसो जस्तो भइसक्यो।